यो हो सटरडे स्पेशल मिनी भ्लग। बिहानैको अब सरसफाई हैन, घरको धन्दा गरेर चिया खाएर त्यस पछाडि आएको छु म पार्लर। बहिनी पनि रेडी भएको छ, देखिसक्नुभयो। उनीहरूको चाहिँ आज फोटोसुट रहेको छ। त्यस पछाडि म ट्रेडिङ गर्न आएको थिएँ, ट्रेडिङ गरेँ, एकछिन बसेँ, त्यस पछाडि आएँ घर, खाना खाएँ अनि 1 बजेको न्युज पढेर बुढो र म हिँड्यौँ घुम्नलाई हैन, शनिबारलाई अलिकति स्पेशल बनाउनलाई। र त्यस पछाडि अहिले हामी जाँदैछौँ दुर्लुङकोट। दुर्लुङ चोकबाट ठ्याक्क माथि लाग्नुपर्छ, लगभग आधी घण्टा जति चाहिँ जानुपर्छ है। र त्यस पछाडि बाटोको वरपरको घरहरू हेर्दै हैन, त्यो माहौल निहाल्दै इन्जोय गर्दै गर्दै हामी यात्रा चाहिँ अब अगाडि बढाइरहेका थियौँ। पानी पर्ला जस्तो भइरहेको थियो, आछुचुचु गर्दै गर्दै हिँडिरहेको थियौँ हामी चाहिँ है। र त्यस पछाडि अहिले चाहिँ देखिसक्नु भएको छ गाउँहरू। दुर्लुङकोट दुर्लुङ गाउँ एकदमै सुन्दर छ। अहिले मुख्य गेट जुन रहेको छ त्यही हामी आइपुगेका छौँ र तल स्कुटी पार्किङ गरेर ऐतिहासिक दुर्लुङकोट हामी चाहिँ प्रवेश गर्दैछौँ। यो मुख्य द्वार रहेको छ र यहाँदेखि चाहिँ हिँड्नुपर्छ लगभग 5 मिनट जति है। यहाँनिरसम्म त ठुलो गाडी पनि आउँछ, जिपहरू होइन, अब स्कुटी बाइकहरू त आउने नै भयो। त्यस पछाडि इन्जोय गर्दै गर्दै हल्का हल्का पानी पनि परिरहेको थियो, हल्का फुल्का पानी परिरहेको थियो। त्यही पनि अब घरबाट निस्किहाल्यो, पानी नपर्दै बाटोमा चाहिँ पानी पर्ला जस्तो भएको थियो। र बुढो चाहिँ यति हतार हतार गर्दै लालीगुराँस टिप्न जानु भएको छ र 2वटा मात्रै लालीगुराँस टिप्नु भयो। र त्यस पछाडि एउटा मलाई, एउटा चाहिँ बुढोलाई होइन आई लभ यु भनी दिइरहनु भएको थियो। अनि त्यस पछाडि चाहिँ हामी लाग्यौँ अगाडि। 5 मिनट जति हिँड्नुपर्छ मेन त्यो कोटमा पुग्नलाई, तलबाट गेटबाट। र यहाँनिरबाट चाहिँ गाउँ पनि एकदम कति राम्रो देखिरहेको थियो, सुन्दर देखिरहेको थियो। गुरुङ गाउँसँगै अन्य सबै बस्नुहुन्छ धेरै, तर गुरुङ गाउँ पनि छ होइन यहाँ चाहिँ। र एकदमै रमाइलो गर्दै गर्दै हामी चाहिँ आइपुग्यौँ मेन दुर्लुङकोटमा है। र ऐतिहासिक दुर्लुङकोटको यो मेन अब भवन अगाडिपट्टि देखिराख्नु भएको छ, मन्दिर पनि छ, यतापट्टि सत्तल सबै छ। अनि वरपर एकदमै ठुलो ग्राउन्ड छ। र पहिला पनि म 2 पटक आएको छु यहाँ। र यो मेरो चाहिँ बुढोसँग फर्स्ट टाइम हो होइन, बुढोसँग फर्स्ट टाइम र मेरो चाहिँ तेस्रो पटक। र घुम्यौँ यताउति, सबै दर्शन गऱ्यौँ होइन। अनि त्यस पछाडि अलिअलि फोटो खिच्यौँ। अनि त्यस पछाडि पुरै मन्दिरको वरपर पनि अवलोकन गऱ्यौँ। भूमिकोट भयो यो चाहिँ। र पछाडिपट्टि जङ्गलमा चाहिँ कस्तो मजाले लालीगुराँस फुलिरहेको। र एकछिन घुम्यौँ, पानी पर्ला जस्तो भयो। अब धेरै बस्यो भने चाहिँ रुजिन्छ भनेर चाहिँ हामी त्यहाँबाट हिँड्यौँ। तर हिँड्दा हिँड्दै पानीले हामीलाई छोपिहाल्यो। आधी घन्टा चाहिँ मजाले भिज्यौँ हामी, भिज्दा भिज्दै अहिले चाहिँ कुसमा झऱ्यौँ हामी। त्यस पछाडि खाजा अर्डर गरेका थियौँ अनि खाजा खायौँ, मोमो। अनि त्यस पछाडि मोमो खायौँ अनि मोमो सँगसँगै हामीले ससेस, चिकन ससेस पनि खायौँ। अनि एकछिन कुर्यौँ, पानी बिदो हुन्छ र जाम्ला बाग्लुङ भनेर, तर पानी बिदो भएन, प्लास्टिक किनेर ओढेर घर आयौँ हामी चाहिँ। र त्यस पछाडि तातो चिया पियौँ। अनि म न्युज पढेर आएँ, बुढोले खाना बनाउनु भयो। अनि खाना खाएर अहिले चाहिँ हामी आइपिएल हेर्दैछौँ।